नमस्ते। क्रिसमसको समय होइन, जताततै रमाइलो, उत्सव, उपहार। तर कहिलेकाहीँ सोच्नुभएको छ यो सबैको पछाडिको खास अर्थ चाहिँ के हो? आज हामी म्याक्स लुकाडोको एउटा एकदमै राम्रो किताब बिकज अफ बेथलेहेमको आधारमा यही कुरा बुझ्ने कोसिस गर्नेछौँ। ल सुरु गरिहालौँ है त। आज हामी यही किताबभित्र पसेर यसका मुख्य विचारहरू के रहेछन् भनेर हेर्नेछौँ। यसले क्रिसमसको कथालाई सायद हामीले सोचेभन्दा बिल्कुलै फरक तरिकाले हेर्न मद्दत गर्छ। यो कुरालाई लेखककै शब्दबाट सुरु गरौँ न। उहाँ के भन्नुहुन्छ भने क्रिसमसको सबैभन्दा ठूलो सुन्दरता नै यही हो कि यसले हामीलाई प्रश्नहरू सोध्न लगाउँछ, गहिरो अर्थ खोज्न प्रेरित गर्छ। अनि त्यही प्रश्नहरूमध्ये सबैभन्दा मुख्य प्रश्न, डोडमा जन्मेको एउटा सानो बच्चाको बारेमा यत्रो ठूलो कुरा चाहिँ के छ र? सोच्नुहोस् त, एउटै कथाले कसरी 2000 वर्षभन्दा बढी समयदेखि संसारलाई यति धेरै प्रभाव पारिरहेको छ। आज हामी यही प्रश्नको जवाफ खोज्नेछौँ। ल, हाम्रो पहिलो खण्डमा जाउँ, जहाँ हामी यी प्रश्नहरू कहाँबाट आउँछन् र किन महत्त्वपूर्ण छन् भन्ने बारे कुरा गर्नेछौँ। लेखकले आफ्नो बाल्यकालको एउटा रमाइलो कुरा सम्झाउनुहुन्छ। उहाँसँग परिकथाहरूका किताबहरू थिए अनि तिनकै बीचमा शिशु येशूको कथाको किताब पनि थियो। उहाँलाई अचम्म लाग्थ्यो रे। हो, यस्तै सानो बच्चाको जिज्ञासाबाट नै ठूला ठूला धार्मिक प्रश्नहरू सुरु हुन्छन्। अब क्रिसमसको कथालाई राम्ररी बुझ्न पहिले हामीले हाम्रो आफ्नै संसारलाई बुझ्नुपर्छ। भनौँ न, हाम्रो कथाको समस्यावाला भाग, ती आधुनिक चिन्ताहरू जसले गर्दा क्रिसमसको सन्देश झनै सान्दर्भिक लाग्छ। जीवनका केही तित्ता यथार्थहरू होइन, जस्तै जोगाउनै नसकिने जागिर, पत्तै नलागेको रोग वा सुधार्नै नसकिने सम्बन्ध, कहिलेकाहीँ त मालिकलाई खुसी पार्न पनि सकिँदैन। यी यस्ता डर र सङ्घर्ष हुन् जुन हामीमध्ये धेरैले हरेक दिन भोगिरहेका हुन्छौँ। त्यसैले त लेखक भन्नुहुन्छ, कसैको लागि क्रिसमस होलिडे भन्दा पनि होल इडे जस्तो हुन्छ, मतलब खालीपनले भरिएको दिन। उहाँले यो शब्द आफ्नै छोरीले भोगेको दुःखद अनुभवलाई सम्झेर प्रयोग गर्नुभएको हो, जब चाडपर्वको समय नै शोकले भरिएको थियो। यी त भए बाहिरी सङ्घर्षका कुरा, तर हाम्रो भित्र पनि त एउटा लडाईँ चलिरहेको हुन्छ नि, होइन? लेखकले यसलाई पापको स्वभाव भन्नुहुन्छ। त्यो जिद्दी स्वार्थी मन जसले सधैँ भन्छ मैले भनेको जस्तै हुनुपर्छ, नत्र हुँदैन। उहाँले एउटा उदाहरण दिनुहुन्छ गाडी चलाउँदा आउने रिसको, जसले देखाउँछ कि यो अटेरीपन हामी सबैभित्र कतै न कतै लुकेको हुन्छ। ल, यस्ता समस्या र सङ्घर्षहरूको बीचमा क्रिसमसको कथाले एउटा समाधानको बाटो देखाउँछ, र त्यो समाधानको पहिलो भाग हो परमेश्वर हाम्रो दुःख बुझ्नको लागि मानिस बनेर आउनुभयो भन्ने विचार। मान्छेले इतिहासमा परमेश्वरलाई कसरी कल्पना गर्यो? कहिले सुनको बाछोको रूपमा, कहिले रिसाएको ज्वालामुखी जस्तो, त कहिले सबै थोक जलाइदिने आगो जस्तो। तर बेथलेहेमको वास्तविकता हेर्नुस् त, कस्तो फरक! एक असहाय शिशु, डुण्डमा सुतिरहेको एक राजा। यो भिन्नताले त परमेश्वर बारेका हाम्रा सबै सोचाइलाई नै हल्लाइदिन्छ। त्यसो भए यसको मुख्य सन्देश के हो त? लेखक भन्नुहुन्छ, उहाँ हाम्रो भावना बुझ्नुहुन्छ र हामीले जे सामना गरेका छौं त्यो उहाँले पनि सामना गर्नुभएको छ। मतलब परमेश्वर मानव बन्नुभएकोले उहाँले हाम्रो हरेक पीडा, हरेक दुःखलाई राम्रोसँग बुझ्नुहुन्छ। यसको एउटा शक्तिशाली कथा छ। लाइबेरियामा एकजना मिशनरी डाक्टर हार्लीले आफ्नो छोरा गुमाए। त्यसपछि गाउँलेहरू पहिलो पटक उनको गिर्जाघरमा आए। किनभने उनीहरूले भने यो गोरा मान्छे त हामी जस्तै रुदो रहेछ। जब उनीहरूले उहाँको मानवीय पीडा देखे तब मात्र विश्वास गरे। साझा दुःखले कसरी सबै कुरा बदल्न सक्छ भन्ने यो एउटा जीवन्त उदाहरण हो। ल, समाधानको पहिलो भाग थियो परमेश्वरले हामीलाई बुझ्नुहुन्छ। अब दोस्रो भागमा जाउँ, हामीलाई हाम्रो आफ्नै स्वार्थी स्वभावबाट कसरी बचाइन्छ भन्ने कुरा। उहाँको नाम येशूको अर्थ के हो कहिले सोच्नु भएको छ? यो हिब्रू शब्द येशुवाबाट आएको हो, जसको सीधा अर्थ हुन्छ परमेश्वरले बचाउनुहुन्छ। कस्तो अचम्म होइन? उहाँको नाममा नै उहाँको उद्देश्य लुकेको छ। उहाँको यात्रालाई एकछिन सोचौँ त। यो कुनै उकालो लाग्ने यात्रा थिएन जहाँ शक्ति र सम्मान बढ्दै जान्छ। ठिक उल्टो, यो त ओह्रालो यात्रा थियो। पहिलो स्वभावले परमेश्वर, त्यसपछि एक सेवक बने, आफूलाई नम्र बनाए र अन्तमा क्रुसमा मृत्युसम्म आज्ञाकारी भए।
ईश्वरीय शक्तिबाट अन्तिम बलिदानसम्मको यो बाटो साँच्चै नै अनौठो छ। तर त्यो ओह्रालो यात्राको अन्त्य कहाँ भयो त? कथा त्यहाँ सकिँदैन। त्यसपछि परमेश्वरले उहाँलाई सर्वोच्च स्थानमा उचाल्नुभयो। नम्रताको यात्राको कस्तो शक्तिशाली र विजयी अन्त्य! ल, अब जब हामीले यो कथा बुझ्यौं, अब पालो आउँछ हाम्रो प्रतिक्रियाको। क्रिसमसको कथामा नै यो घटनाप्रति दुई खालका मानवीय प्रतिक्रियाहरू देखाइएको छ। एकातिर छन् ज्ञानी पुरुषहरू। उनीहरूले येशूलाई खोजे, आफूलाई नम्र बनाए र उपहार दिएर आराधना गरे। अनि अर्कोतिर छन् राजा हेरोद। उनले शक्ति खोजे, आफ्नो मन कठोर बनाए र निर्दोषहरूको ज्यान लिए। यी दुई बाटोले हामीलाई सोच्न बाध्य बनाउँछ, हामी कुन बाटो रोज्दैछौँ? अब यी सबै कुराहरूलाई समेटेर हाम्रो विश्लेषणको निष्कर्षमा पुगौं। क्रिसमसको कथाले दिने त्यो कहिल्यै ननिभ्ने आशाको सन्देश के हो त? त्यसो भए बेथलेहेमको कथाको सार के हो? छोटकरीमा भन्नुपर्दा, बेथलेहेमको कारणले परमेश्वरले हामीलाई बुझ्नुहुन्छ। बेथलेहेमको कारणले परमेश्वरले हामीलाई बचाउनुहुन्छ र बेथलेहेमको कारणले परमेश्वर सधैँ हाम्रो नजिक हुनुहुन्छ। यो एउटै भनाइले सबै कुरालाई समेट्छ। डुनमा परमेश्वरले प्रेम गर्नुहुन्छ, क्रुसद्वारा परमेश्वरले बचाउनुहुन्छ। जन्म र मृत्यु यो एउटै कथाका दुई महत्त्वपूर्ण पाटा हुन् जसले प्रेम र मुक्तिलाई एकसाथ जोड्छ। र अन्त्यमा यो एउटा प्रश्नको साथ आजको लागि बिदा लिन्छु। डुन्डले हामीलाई एउटा चुनौती दिन्छ कि सबैभन्दा राम्रो कुरा आउन अझै बाँकी छ भन्ने विश्वास गर। यदि यो साँचो हो भने यसले कुनै पनि व्यक्तिको जीवनमा कस्तो फरक पार्न सक्छ होला? यही प्रश्नमा सोच्दै गर्नुहोला।